नारायणम सबैजनाहरूमा। आज म तपाईँहरूलाई जुन कोरोना भनेर तपाईँ हामीहरूको जिन्दगी तहस नहस पारियो, त्यो कुनै कोरोना थिएन, एउटा गेम थियो र त्यो गेमको पर्दाफास पनि भएको छ होइन। त्यसको बारेमा सानो जानकारी लिएर आएको छु। जुन यो कोरोना अब हामीले सबैले झेलियो यो कोरोनालाई। कोरोनामा अब पहिला त विश्वभरि यसको दुष्प्रचार गरियो होइन। अब सामाजिक सञ्जालहरूमा, ठुला ठुला न्युज पत्रिकाहरूमा, टिभी च्यानलहरूमा होइन, यसलाई बढाइ चढाएर प्रचार गरियो। प्रचारभन्दा पनि दुष्प्रचार गरियो होइन। त्यो हुँदै नभएको कुराको प्रचार गरियो। एक हिसाबले यो दुष्प्रचार गरियो, आम जनतालाई डराइयो होइन, भयभीत बनाइयो र सबैभन्दा पहिला यात्रा ठप्प पारियो होइन। अब आम जनता जहाँ छन् त्यहीँ बन्द भए, उद्योग भयो, अब कल कारखानाहरू सबै ठप्प भए, उत्पादन ठप्प भयो होइन। अब व्यवसायहरू धराशायी भए। यो त थियो जुन पहिलो स्टेपको एउटा के भन्छन् गेम होइन। र दोस्रो स्टेपको गेम हुन्छ त्यसपछि जुन आम जनतालाई जानी होइन बिरामी गराउनको लागि यो मास्कहरूको प्रचार गरियो र त्यसपछि खुबै मास्कहरूको व्यापार गरियो होइन। अब हाम्रो देशले पनि अब चीन, भारत, थाइल्यान्ड, युएई र तुर्की समेत गरेर कैयौँ देशहरूबाट झन्डै 56 करोडको मास्क आयात गरेको थियो कोरोना कालमा होइन। र त्यो एउटा व्यापार पनि गरियो र त्यसपछि जुन जब यो मास्कले श्वास प्रश्वास सम्बन्धी एउटा समस्या निम्त्याउन थाल्यो होइन। अब मास्कले हाम्रो जुन लङ्स छ होइन, जुन हाम्रो फोक्सो छ त्यसलाई असर गर्छ भन्ने कुरा त यिनीहरूले पहिले नै पत्ता लगाइसकेका थिए। कोरोना आउनभन्दा पहिला नै यिनीहरूले सर्च गरेका थिए र त्यही रणनीति अनुसार तपाईँ हामीहरूलाई मास्कको प्रचार गरेर मास्कहरू किन्न लगाए र मास्कहरूबाट जब हामीहरूको जुन श्वास प्रश्वास सम्बन्धी जुन प्रणाली हो त्यो कमजोर भइसकेपछि त्यसपछि यिनीहरूले तेर्सो रणनीति के गरे त भन्दा जुन हामीहरूलाई जुन बाहिर निक्लन दिएनन्। यो कुरामा पनि उनीहरूले पहिले नै रिसर्च गरिसकेका थिए। त्यो रिसर्च अनुसार कुनै पनि मान्छेलाई बाहिरी वातावरणसँग सम्पर्कदेखि होइन सम्पर्कमा आउन नदिएर एकदम एउटै कोठाभित्र राख्ने हो भने त्यो मान्छेको जुन इम्युनिटी सिस्टम छ, रोग प्रतिरोधक जुन क्षमता छ त्यो 30 दिनमा एकदमै तल झरेर आउँछ होइन। उसले केही काम गर्ने स्थितिमै रहँदैन। र जुन यो रिसर्च उनीहरूले अनुसन्धान गरिसकेका थिए। पहिला त हामीहरूलाई मास्क लगाएर हाम्रो श्वास प्रश्वास सम्बन्धी जुन प्रणाली छ त्यसलाई कमजोर गरे र त्यसपछि यिनीहरूले क्वारेन्टाइनको नाममा हामीहरूलाई एउटा कोठामा बन्द गरेर त्यसपछि हामीहरूको जुन रोग प्रतिरोधक क्षमता हामीभित्र जुन छ इम्युनिटी सिस्टम त्यसलाई ड्यामेज गरे। त्यसपछि के भयो, हल्का ज्वरो आउने होइन। त्यसपछि अब त्यो रुगाहरू लाग्ने, खाँसीहरू भन्नाले अब खोकीहरू लाग्ने होइन, यो सबै समस्याहरू हुन थाल्यो। जब यो मास्क र क्वारेन्टाइन मिलाएर आम जनतालाई रुगा खोकी र हल्का ज्वरोको समस्या देख्यो, त्यसपछि घर घरमै एम्बुलेन्स आउन थाले र एम्बुलेन्समा राखेर आम जनताहरूलाई हस्पिटलसम्म पुर्याउने काम गर्यो होइन। जनताहरूलाई हस्पिटलसम्म ओसार्ने काम गरियो होइन। त्यो एउटा रणनीति थियो। र हस्पिटलमा किन लगियो, उनीहरूको उपचार गर्न लगिएको थिएन होइन। उनीहरूको स्वास्थ्यको चिन्ता भएर, टेन्सन भएर होइन, त्यो एउटा जिम्मेवारी बोध भएर त्यो हिसाबले हस्पिटल लगिएको थिएन। हस्पिटलमा पहिल्यै नै जुन विषादी खोपहरू जस्तो रेमडेसिभिर होइन जस्ता एकदमै विषादी खोपहरू त्यहाँ तयार पारिएको थियो र सबैलाई होइन त्यो कोरोनाको नाम दिएर जाने लगेका सबैलाई एउटै खोप दिएको थियो। त्यो सबै विषादी खोप थियो र अर्को थियो विषादी भेन्टिलेटर, जसलाई श्वास प्रश्वास सम्बन्धी कुनै समस्या नै छैन त्यसलाई पनि जबरजस्ती भेन्टिलेटरमा राखियो। त्यसपछि त्यो भेन्टिलेटरमा पनि विषादी प्रयोग गरिएको थियो
र 24 घन्टाभित्र जुन मृत घोषित गर्ने काम गरिएको थियो त्यति बेला, किनकि अब नर्मल अब रुगा लागेको, खोकी लागेको, हल्का ज्वरो आएको त्यस्तो बिरामी पनि हस्पिटलमा गएपछि विभिन्न विषादी खोपहरू लगाउने, विषादी भेन्टिलेटरहरू जुन अक्सिजन भनेर जुन मुखमा लगाइदिने त्यो गरेर उनीहरूले 24 घन्टाभित्र हट्टाकट्टा मान्छेलाई पनि उनीहरूले कोरोनाको नाम दिएर मार्ने काम गरे होइन। यस तरिकाले संसारभरि धेरै सर्वसाधारणलाई मारियो होइन। एउटा जुन यिनीहरूको एउटा रणनीति थियो, जुन संसारको जनसङ्ख्या नियन्त्रण गर्ने होइन, मान्छेहरूलाई मारेर नियन्त्रण गर्ने जुन यिनीहरूको योजना थियो, यसरी यिनीहरूले आफ्नो योजना सफल पारेका थिए। र अहिले आएर यो योजनाको जुन डिजाइनर थिए होइन, यसो गर्नुपर्छ, पहिलो स्टेप यो, दोस्रो स्टेप यो, तेस्रो स्टेप यो भनेर जुन तेस्रो चौथो स्टेपमा हस्पिटलमा लगेर मार्ने जुन प्लान गरेका थिए, जुन डिजाइन गरेका थिए, त्यो डिजाइन गरेका थिए डाक्टर एन्थोनी फौजीले होइन। र अहिले जुन योजना सफल पार्नको लागि जुन डिजाइन थियो होइन, एन्थोनी फौजीको जुन डिजाइन थियो त्यसलाई सफल पार्नको लागि काम गरेका थिए वैज्ञानिक डेभिड एम मोरेन्सले होइन। अब र त्यो भ्याक्सिनहरूमा कुन विषहरू प्रयोग गर्ने, भेन्टिलेटरहरूमा कुन विष प्रयोग गर्ने, त्यो सम्पूर्ण कामहरू गरेका थिए वैज्ञानिक डेभिड एम मोरेन्सले होइन। र यसको बारेमा अमेरिकाको जुन उच्च अदालतमा मुद्दा चलेको थियो र अस्ति मात्र यसको निर्णय आएको छ। र त्यो मुद्दा र त्यो बहस छलफल अनुसार जुन वैज्ञानिक डेभिड एम मोरेन्सले आफ्नो गल्ती स्वीकारेका छैन होइन। हामीहरूले नै यो योजना गरेको हो र हामीहरूले नै यो जुन विश्व जनसङ्ख्या नियन्त्रण गर्नको लागि यो प्लान गरेको भनेर उनले आफ्नो गल्ती स्वीकार गरेका छन्। र यो उनले स्वीकार गरेपछि अब 15 नोभेम्बरमा उनलाई सजाय तोकिएको छ। अब हेरौँ के सजाय तोक्छ अमेरिकाको उच्च अदालतले। अब त्यसको बारेमा अब हामीहरूले हेर्न बाँकी दैछ। अब हेरौँ 15 नोभेम्बरको का दिनलाई अब घोषणा गरेको छ। त्यसपछि अब हामी यस्ता खोप अथवा महामारी भनिएर जुन प्रचार गरिन्छ, अब यसको कसरी भरोसा गर्ने त होइन। जस्तो हाम्रा अब स्वास्थ्य मन्त्रालयहरू छन् होइन, जुन सूचना निकाल्छ। अब हाम्रा डाक्टरहरू छन् जसका हामी आँखा चिम्लेर भरोसा गरिन्छ, डाक्टरसँग गएपछि हामी बाँचिन्छ भन्ने जुन हाम्रो विश्वास छ। डाक्टरलाई भगवान पनि, दोस्रो भगवान पनि मानिन्छ होइन। अब हाम्रा हस्पिटलहरू छन्, अब यिनीहरू भनेका एकदम आँखा चिम्लेर भरोसा गर्ने लायक थिएनन्, छैनन् र रहेनन् अब होइन। किन भन्दा जुन भित्र देखिँदै जानेको मान्छेहरूलाई त थाहा थियो कि यो डक्टरहरू भनेको यो WHO को के भन्छन्, यिनीहरू WHO का के भन्छन् गुलाम हुन् होइन। WHO ले जे भन्छ, जे औषधि दिनुहुन्छ, जे खोप दिनुहुन्छ, त्यही खोपको लागि राम्रो छ, एकदमै राम्रो छ भनेर यिनीहरूले आम जनतालाई भन्छन् होइन। तर यी डक्टरहरू भनेका त्यस्तो जुन हिसाबले प्रचार गरिन्छ, जुन दोस्रो भगवानको दर्जा दिन्छ, त्यो होइन होइन। यदि उनीहरूलाई फाइदा हुँदैन भने, यदि उनीहरूले भने जस्तो मुनाफा कमाउन सक्दैनन् भने तपाईँ मर्दा या बाँच्दामा उनीहरूलाई केही फरक पर्दैन। उनीहरूलाई टेन्सन हुन्छ तपाईँसँग भएको पैसासँग होइन, तपाईँसँग कति असुल्न सकिन्छ त्यसमा मात्र उनीहरूको ध्यान केन्द्रित हुन्छ। त्यसर्थ अब हामी आफै सचेत बन्नुपर्छ। खास गरेर यो खोपहरूबाट हामी सचेत बनौँ। भविष्यमा आउने विभिन्न रोगहरूबाट यदि अहिले खोप लगाइएन भने भविष्यमा कुनै पनि रोगबाट हामी बच्न सकिन्छ, औषधिहरूबाट बच्न सकिन्छ होइन। धन्यवाद।